ल आज डिउ खाँदैछु म यहाँ हेर्नुहोस् मेरो भ्लगमा हेर्नुहोस् हाम्रो यहाँ हेर्नुहोस् यहाँ सबैजनालाई हेर्नुहोस् 10 किलो चामलले पुग्छ 1 महिना उठेको चामल धेर खान्छ नि मैले त अर्को जिरा मसला भात 1 गिलास यति हुन्थ्यो अर्को खालकोले पनि जिरा मसला अलिक महँगो पर्छ अब यो यो बट्टाहरु पनि भोलिपर्सि ल्याइदिन्छ अब हेर्नुहोस् अहिले नानी त जाति खादैन ह ल हाम्रो सास पनि धेरै खान्छ खाऊ अस्ति त दोमानाको भाइ दोमाले यो भन्दा यत्रो सानो खालको लिएको थियो सेब म त्यही खाएर होला म घाँटी दिएर झन्डै मरेको यसले पनि नि अनि त्यहाँ राखेको धानलाई पनि खानुपर्छ कस्तो मु त्यसको बिहान खाएको पनि आधी किलो 150 को मासु अनि 70 आधी किलो उलेको के अरे मैदा प्याज अनि अदुवा लसुन कसरी छ यता मासु ल हेर्नुहोस् है ल हेर्नुहोस् हेर्नुहोस् के को मासु कसरी छ ठिक छ हाम्रो दिदीहरूकोमा आइएको छ आज अन्त पढेका कहाँ सुँगुर काट्छ भनेको भने तपाईले मलाई हजुर ओ सुन मलाई नदिन अलिकति एउटा गिभ मी 1 पिस सकेर हुन्छ गिभ मी 1 पिस 1 साना त्यसै बेला कस्तो सबै हालेको सेबला राखिदिनु राख्दै सेबला राख्दै सेब बोकेर घर उठ्यो सेब बोकाएपछि त्यसलाई पनि चाहिन्छ हप्तार हालिदिन्छ राम्रै हेर्नुहोस् अब कति भएछ हजुर टाइम भएछ फेरि अर्को ड्रिङ्क लिनु खोज्दैछु हजुरहरूको त काठमाडौँमा त्यत्रो 8-9 दिन बसेँ यहाँ आएपछि चाहिँ ज्वरो आउँछ घाँटी दुख्छ के भएको मम्मी चिसोमा गर्नु नि अनि त गर्नु छ घाम लाग्छ म त कस्तो जाडो चाहिँ बिहान बेलुका चिसो पानीहरू छुन सकिँदैन म त्यस्तो चाहिँ अनि ठ्याक्कै आएको भने 8 बजे यो बाँदर उठि त हाल्थ्यो अनि हामी त बासी भात खाएर सुत्यौँ 2 जना सुतेको सुते 12 बजे उठेर अनि 1 बजे 2 बजे